आज मुड पनि फ्रेस होला र बजारको भन्दा यो घरको ताजा तरकारी पाइएला भन्ने सोच एकछिन बाहिर निस्किनु पर्ने भएको छ। यही बाहिर निस्किनलाई पनि उहाँलाई यति तयार हुनु परेको क्या, के भन्ने होइन। श्रीमतीको जातै यस्तै हो। श्रीमतीको 5 मिनट भनेको कति हो कहिलेसम्म तयार हुने हो नि थाहा छैन है। हाम्रो यात्रा सुरु भयो हो, तरकारी किन्ने यात्रा। अलिअलि घुमघाम पनि हुन्छ नि त। एन्टी लाइट परेछ, फेस चाहिँ कालो आयो होला। भ्लगिङ गरेर मान्छेले धेरै पैसा कमाइसक्यो अरे के, म चाहिँ पछाडि परेँ अरे। अब म पनि कमाउनु पऱ्यो क्या पैसा, त्यही भएर मैले पनि सुरु गरेँ। अब कतिको मन पराउनुहुन्छ तपाईँहरूले है। सल्यानको दृश्य हो यो चाहिँ, अहिले म सल्यानबाट सुट गरिरहेको छु। यता हरियो खेतहरू छ, झोलुङ्गे पुल। हेरौँ कस्तो कस्तो तरकारी पाइन्छ। तरकारी लिन आएको, जुन घरमा तरकारी लिन आइयो त्यो घरको मान्छे हुनुहुन्न। कता जाने होला त, अब फर्किनुपर्छ। वरिपरि हेर्दाखेरि अन्त कतै घरहरू छैनन्। यहाँ एउटा घर छ र यहाँ कति राम्रो गराइराख्नु भएको छ उहाँले। प्याज, लसुन, तरकारी, धनियाँ होइन। यता आँपको बोट पनि रहेछ, सानो तर चिटिक्क परेको। के भन्छ, जिम्दारी भन्छौँ क्या हाम्रो भाषामा। कस्तो छ त यो दृश्य, हेर्नु त कति राम्रो दृश्य छ नि। भ्लगिङ गर्दा गर्दै तपाईँलाई यो दृश्य पनि देखाउन मन लाग्यो। तिमीले किन नजान्नु त, अरूलाई पनि त्यस्तै त हो नि। जाऊ न त। म श्रीमतीको डिमान्ड मोमो चाहिँ कता कता खेततिर जाने अरे कि। यस्तो पनि हुन्छ र, यस्तो छ खेती, यस्तो बाटो। हे भगवान, ए अगाडि हिँड्ने त मै होला फेरि क्या। कपाल जस्तो भए पनि के छ त, तिमी त राम्रै छौ नि मान्छे। कपाल जस्तो भए पनि राम्री तिमी फुल छै, शीतल तिमी जुना छै। हरा जस्तो छ नालीमा हामी त। यो कहाँ खोला हो, के हो, खोला हो कि खाल्डो हो कि नाली हो कि। अब यताबाट गइहाल्नु मऱ्यो, कहाँ जाने हो यो, कहाँ होला यो ल्याउनु पनि। यो झाडीमा हेर न, यो जङ्गलतिर। यहाँ जङ्गली जनावर भेटिए भने को जिम्मेवार हुन्छ? तिमी हुन्छौ? किन तिमी एक्लै आऊ न, जङ्गली जनावरले भेटाउँला जस्तो लाग्छ भने मलाई नल्याऊ। तिमी एक्लै आऊ न। त्यो खान्छ कि भने मसँग के दुश्मनी छ र त्यस्तो? हो त, मैले तिम्रो के भनौँ अब, मैले गरेको छु जे गर्नु हो। घरभन्दा 100 मिटर टाढा आएर पनि के भ्लगिङ हुँदो हो क्या साथीहरू नि। अब उहाँले भनेपछि मान्न पऱ्यो क्या, घरको गृहमन्त्री। अब यताको घुमघाम सकाएर हाम्रो नजिकको पर्यटकीय स्थल यो पुलमा, अब यो पुलमा घुम्न जाने अरे। हुँदा पनि यो ठाउँको सारा मान्छेहरू यो पुलमै आउँछन् टाइम पास गर्न। बाटो ब्लक रहेछ फेरि, के बत्ती गयो भनेर जेनेरेटर चल्यो क्या हो। हिँडौँ क्या पुलमा। अब कस्तो छ हाम्रो पर्यटकीय स्थल झोलुङ्गे पुल। यहाँको एउटा नदी छ, यो खेत हो, नदी पर छ, त्यो नदी माथिको झोलुङ्गे पुल। घाममा एन्टी लाइट परिरहेको छ, त्यति राम्रो भिडियो त नहोला। मान्छे राम्रो छ नि, कति राम्रो ह्यान्डसम मान्छे नि। ल म ह्यान्डसम छ कि छैन कमेन्ट गरिदिनु है। र यो शारदा नदीमाथिको पुल यति लामो छ, 300 मिटर, 150 देखि 300 मिटर। अनि यो चाहिँ खोला, यहाँ नुहाउने कपडा धुने गर्छन् मान्छेहरूले। तर यहीँ फेरि सहरभरिको ढलाएर मिसिन्छ। अब मान्छेको जातलाई के भन्न सकिन्छ र होइन, हामीले त के भन्ने हो र। यात्रा सानसानो होला, धेरै लामो नहोला भन्ने सोचेर घरबाट हिँडेको। अब यात्रा लामो होला जस्तो भइसक्यो। पहिला म र मेरो म्याडम मात्रै थियौँ, अहिले अर्को सरको फ्यामिली पनि जोइन हुनुभयो हाम्रो ग्रुपमा। पछाडि म बिचमा एक्लै भिडियो बनाउँदै, अगाडि चाहिँ सरको छोराछोरी र सर। यो चाहिँ श्रीनगर, यता श्रीनगर सल्यान, यता के भन्छन् यसलाई, पर गाउँ शान्तिनगर। हामी त्यो माथि टुप्पोमा जाने हो।
उकालीमा पनि हजुर मोटर गुड्दो रहेछ ड्राइभर दाइलाई छ सलाम माया साला जाम हिँडरेलैमा ड्राइभर दाइलाई छ सलाम माया साला जाम हिँडरेलैमा ओहो कति उकालो हो उकालो हिँड्न गाह्रो भयो गाह्रो भयो बुवा हामी तराईका मान्छे हौ फोक्सो फुल्यो अनि फाइदा हुन्छ कसको के फाइदा हुन्छ थाहा छैन आफ्नो हालत खराब भइसक्यो हेलो ब्लग हो साँझ आउँछ युट्युबमा है तिमी युट्युब हेर्छौ यात्रा दुवै कठिन चाहे त्यो जिन्दगीको होस् या पहाडको जहाँको भए पनि यात्रा चाहिँ कठिन नै हुने रहेछ तर कठिन यात्रा पछिको दृश्य म तपाईँहरूलाई देखाउँछु है ल अब हेर्नुहोस् दृश्य उहाँहरूको इन्ट्री हुँदैछ लगभग अब गन्तव्यसम्म आइपुगेको अवस्था हो है म तपाईँलाई यहाँबाट फेरि एकचोटि तलको दृश्य देखाउँछु हामी अघि देखाएको भन्दा अझै माथि आएको छौँ हामी खोजेको त्यो कटेज भएको ठाउँमा हो अनि यता यो माथिको भ्यू होइन अब हेर्नुहोस् श्रीनगर बजार एन्टी लाइट परेर त्यति राम्रो देखिन्न यहाँ तर अब यस्तरी हेर्नुभयो भने यात्रा टुङ्गिएको अवस्था अब लगाउँ तलतिर अब जानुपर्ने छ ऊ त्यहाँ तल फेजमा